इटहरी तरहरा बाइपास रोड 40 फिटे पिच बाट यो राष्ट्रिय महाभिक इटहरी 1 र कामधेनु दुग्ध उद्योग जाने बाटो 20 फिटे ग्राभल 100 मिटर पूर्व गएपछि चाहिँ यो चाहिँ 20 फिटे ग्राभल हो। ग्राभल बाटो, यो बाटो चाहिँ राष्ट्रिय महाभिक इटहरी 1 र कामधेनु दुग्ध उद्योगको गेटमा पुग्छ। गेट हुँदै आँपगाछी हुँदै कोशी हाइवे जोगबनी थाहा कोशी हाइवेमा पुग्छ र यहाँ आइसकेपछि यो 20 फिटे ग्राभल बाटोबाट दक्षिणपट्टि फेरि 20 फिटे ग्राभल बाटो एक किता छोडेर भित्र पूर्व फर्केको दस्तुर घडेरी चाहिँ बिक्रीमा छ। यहाँबाट चाहिँ यो 20 फिटे बाटो हो, यो दुईटा बाटोले छोएको एक किता घडेरी छोडेर चाहिँ दोस्रो घडेरी पूर्व फर्केको 30 फिट मोहडा भएको पूर्व फर्केको दस्तुर घडेरी बिक्रीमा छ।